हेलो गाइस, गुड मर्निङ। आज चाहिँ हामी रानीमहल जाँदैछौँ। हाम्रो यहाँ स्कुटी निक्लिँदैछ। आज हामी रानीमहल जान लागो। भरे फोटो खिचेर पठाउँछौँ। हाम्रो यात्रा यहाँबाट स्टार्ट हुन्छ। दिस इज डेढगाउँ। त्यसपछि चाहिँ हामी यो पाल्पाको रामपुर नगरपालिका प्रवेश गर्छौँ र यही हुँदै जान्छ। हेलो गाइज, हामी चाहिँ कहाँ आइपुग्यौँ भन्दा हामी पिपल डाँडा आइपुग्यौँ। अब यहाँबाट चाहिँ यो माथिल्लो बाटो जान्छौँ अनि तल्लो बाटो चाहिँ कत्र जाँदैछ 95 किलोमिटर। अब हामी यहाँबाट सिधै रानीमहल जान्छौँ। अनि भन् जानु हुँदै बाई बाई, सी यु इन रानीमहल। फाइनल्ली हामी चाहिँ रानीमहल आइपुग्यौँ। राइडर केटी फाइनल्ली रानीमहल। हेलो, हामी चाहिँ माथि जाँदैछौँ। ढाक्क काली गण्डकीको तीरमा छ। माथि जान्छौँ। यो चाहिँ रानीमहलको ब्युटी भिडियो चलिरहेछ। भिडियो सेसन गोइङ अन। राजा कहाँ जाऊ? नमस्कार गरौँ। यो चाहिँ काली गण्डकी भयो। रानीमहलको साइडबाट बगिरहेको यस्तो दामी देखिरहेको थियो पछाडिको भ्यू। We are back from रानीमहल। So अब हामी अर्को ठाउँमा जान्छौँ, तर अहिले कसैले भन्छ। त्यसपछि हामी तानसेन बजार डुल्यौँ अनि त्यसपछि हाम्रो नेक्स्ट डेस्टिनेसनतर्फ गयौँ। हेलो गाइस, फाइनल्ली चाहिँ हामी गोर्खा दरबार पुग्यौँ। सङ्ग्रहालय पुग्यौँ। पाल्पा दरबार आइपुग्यौँ हामी। कहाँ गोर्खा दरबार टङ्सिले भन्छ यसलाई चाहिँ। सो हामी चाहिँ पाल्पा दरबार पुग्यौँ। यो चाहिँ हामी बतासे डाँडा आइपुगेको थियौँ। यस्तो दामी थियो भ्यूहरू। सायद त्यो रोडको साइडमा यस्तो रुखहरू यस्तो दामी दामी देखियो। त्यही भएर हामीले 0.5मा राखी भिडियो खिच्यौँ। यस्तो दामी थियो रोड चाहिँ। त्यसपछि चाहिँ हामी फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ।